नेपालबाट ठुलो सपना बोकेर उच्च शिक्षाका लागि विदेश आउने युवाहरूको सङ्ख्या दिनाहुदिन बढ्दो छ। हरेकको मनमा एउटै कल्पना हुन्छ, राम्रो पढाइ, राम्रो कमाइ अनि सुखमय जीवन। तर परदेशको भूमिमा पाइला टेकेपछि मात्र थाहा हुन्छ कि यहाँको यथार्थ कति फरक छ। म आफै पनि यही भोगाइबाट गुज्रिरहेको छु। गाउँघरमा परिवार र साथीभाइको नजरमा विदेश आउने बित्तिकै मानिसहरूले राम्रो जीवन बिताइरहेका हुन्छन् भन्ने एउटा साझा धारणा छ। उनीहरू सोच्छन्, फलानोले त परदेशमा कति मोज गरिरहेको छ, राम्रो खाइरहेको होला। उनीहरूको यो सोचमाथि प्रश्न उठ्न पनि गाह्रो हुन्छ, किनकि हामी आफै पनि उनीहरूलाई दुःखका कुरा सुनाउन हिचकिचाइरहन्छौँ। तर बाहिरबाट देखिने चमक धमक बीच लुकेका सङ्घर्षहरू धेरैलाई थाहा हुँदैन। यहाँको जीवन त्यति सहज छैन जति उनीहरूले कल्पना गरेका हुन्छन्। पढाइको बोझ, कामको तनाव, सांस्कृतिक भिन्नता र एक्लोपनले गर्दा जीवन जटिल बन्न पुग्छ। कहिलेकाहीँ त यस्तो अवस्था पनि आउँछ कि मानिसहरूले कति राम्रो खाइरहेको होलान् भन्ठान्ने पनि भोकै सुत्नुपर्ने बाध्यता आइलाग्छ। ट्युसन शुल्क, कोठा भाडा र अन्य खर्चहरू जुटाउँदै गर्दा पेट पाल्न पनि धौधौ पर्छ। सपना बोकेर आएका युवाहरू यहाँको वास्तविकतामा अल्झिन्छन्। उनीहरूले आफूमाथि लगाइएको विश्वास र परिवारको अपेक्षा पुरा गर्न अथक प्रयास गर्छन्। तर यो प्रयास गर्दा कहिलेकाहीँ आफै आवश्यकताहरूलाई समेत तिलाञ्जली दिनुपर्छ। घरबाट सोद्धा सब ठिक छ भन्नुबाहेक उनीहरूसँग अर्को विकल्प हुँदैन, किनकि परिवारलाई चिन्तामा पार्न चाहँदैनन्। यो परदेशको यथार्थ हो। यो सपना र सङ्घर्षको दोसाँध हो। यहाँ चुनौतीहरू स्वीकारेर अगाडि बढ्नुपर्छ। आशा छ यो सङ्घर्षको यात्राले एक दिन अवश्य सफलताको शिखर छुम्नेछ र सबै त्यागको प्रतिफल मिल्नेछ। यस्तै छ हाम्रो विदेशीको जिन्दगी। साथीहरू, तपाईहरू पनि विदेशतिर हुनुहुन्छ भने आफ्नो दुःख सुखहरू सबैलाई बाँड्नुहोला भन्दै आज म तपाईहरूबाट छुटिन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।